के भयो आज मबाट हेलो गाइज वेलकम ब्याक टु माई च्यानल। आज चाहिँ रहेको छ डे 4 मिनी ब्लग। अनि आज चाहिँ हाम्रो के अरे आमाको मुख हेर्ने दिन। हामीले चाहिँ मुख हेरिसकेको छौँ। मैले चाहिँ ढिला भिडियो स्टार्ट गरेको थिएँ अनि त्यही भएर ओके अब आज के गर्छु त्यो सबै देखाउने छु। हेरिदिनु होला लास्टसम्म। मन परे लाइक कमेन्ट सेयर सब्सक्राइब गरिदिनु होला। ए हाम्रो मम्मी चाहिँ यता आएर बस्दै हुनुहुन्छ। One eternity later. खरै खानासाना बनाएर खानासाना खाएर तल रुममा आएँ। अहिले चाहिँ लाइन गएको छ। यति धेरै गर्मी भएको छ। गर्मी पनि लास्टै बढिसक्यो। लाइन नै आउँदैन। ओके अब 2 hours later. के भयो आज मबाट मैले यो के रौस भिजाउँछु भनेर राखेको पुरै भुइँभरि पक्किहाल्छ। मेरो रुटिन नै त्यही भइरहेको। घरमै बस्ने खाने सुत्ने त्यस्तै भइरहेको कामै। त्यसैले बोरिङ भइरहेको दिनहरू पनि। अब अहिले पनि यहाँ कर्म गर्न लाग्यो काण्ड हुन्छ भने जस्तै भइगयो। यहाँ के रौस गर्न लाग्यो यस्तो भयो। मैले पनि चना पनि भिजाउँछु भन्थेँ तर चना यो भिज्दै भिज्दैन कति ढिला भिज्छ। केरो भिजेर भइसक्दा पनि चना भिज्दैन। त्यसैले मैले चाहिँ चना नभिजाइकन गराउन लाग्छु। अब चटपटी बनाएर खाने भनेर हो के अरे। अब कति बेला भिज्ने हो चटपटी खान मन लाग्यो अघि नै हो। तर अहिले चाहिँ मैले चाहिँ झ्याउ लागेर अहिले 3 साढे 3 हुन लाग्यो। अहिले बल्ल आएर भिजाछु। A few moments later. त पसिना म चाहिँ चटपटी बनाउने सामानहरू लिन गएको थिएँ। लिएर आएको छु। अब चटपटी बनाएर खानु पर्यो। यस्तो भोक लागिरहेछ आज। अनि मैले यहाँ बाबालाई कागती पानी बनाइदिएको थिएँ। त्यो पनि दिन्छु पहिला लगेर। अनि त्यसपछि यो भिजेकै रहेन चाहिँ अब नभिज्दासम्म बनाउने कुरो भएन। यो चाहिँ अहिले भिजेकै छैन त्यही भएर अलि ढिलै भयो। त्यही पनि अब बनाउँदैछु चटपटी हेरौँ कस्तो हुन्छ। अब यसै सामानहरू मिलाउँदै गर्छु म चाहिँ। यो पाउचो भइहाल्यो 2टा। यो भुजा अनि त्यसपछि यो थियो अस्ति नै ल्याएर राखेको पानीपुरी मसला थियो। यो चाहिँ यो भइहाल्यो। अनि त्यसपछि यो चाहिँ घरमै डालमोट थियो त्यसैले मैले चाहिँ डालमोट ल्याएर आएको थिएन। यो डालमोट भइहाल्यो। अनि यो 2टा कागती अनि चुक पनि हाल्नु पर्ला यो भएन भने। अब चाहिँ म बनाएर आउँछु ल। मेरो चटपटी चाहिँ बनिसकेको छ तर बन्न चाहिँ एकदम ढिला भयो आज चाहिँ। आज आलु मैले जुन यो मटर भिजाएको थिएँ नि त्यो चाहिँ भिज्दै नभिजेर मैले 3 बजीतिर भिजाएको। अहिले सायद 5-6 बज्न लाग्यो होला। त्यति बेला भिज्यो। त्यही पनि राम्रोसँग भिजेको छैन। त्यही पनि मैले हातेर बनाइदिएँ। मैले चाहिँ मटर ढिला नै उस गरेँ कि भिजाएँ त्यसैले ढिला भयो। तर पनि अब खान्छु साँझ खाना खान्न यही नै खान्छु। 2 hours later. मैले चाहिँ अब भाँडा के अरे चटपटी खाएर भ्याएँ। अब आज चाहिँ म खाना खाँदिनँ। अब भाँडा माझ्नु बाँकी छ त्यही भाँडा माझ। ओके बाई गाइज। अब चाहिँ ब्लग इन्ड गर्छु म है। लास्टसम्म हेरिदिनु भएकोमा थ्याङ्क यू सो मच भन्न चाहन्छु सबैजनालाई। यस्तै अब भेटौँला डे 5 ब्लगमा। अनि त्यसपछि आजको ब्लग पनि छोटो नै भएको छ होला। हिजोको भन्दा त अलिकति लामै भएको छ होला। तर पनि अब सेमै डेली रुटिन भएको छ त्यही भएर पनि मैले धेरै चाहिँ गराउँदिनँ कि त्यसैले हो। ओके बाई गाइज।